Hello guys, welcome back to my YouTube channel. र आज चाहिँ म आफ्नो घरमा रहेको स्वस्थानिक व्रतको भन्नाले मेरो मामु र बाबाले लिनु भएको थियो यो स्वस्थानिक व्रत र आज चाहिँ त्यसको समाप्त दिन भन्नाले अब साङ्गे भनिन्छ त्यसलाई चाहिँ आज यहाँ साङ्गेको माहौलहरु देखाउँछु हजुरलाई। अब यस्तै कस्तो अब फिलिङ्स आइराछ कि मलाई अब सब्स्क्राइबर कहिले बढ्ला भनेर हैन। अहिले अब त्यो भएर हजुरले गर्दाखेरि नि मेरो बढ्ने हो, मैले गर्दाखेरि हुँदैन। अब मैले गर्दा नि हुन्छ भन्नाले अब मैले भ्लग हाल्यो भने हजुरहरुलाई मन पर्यो अनि त्यसपछि हजुरहरुले सब्स्क्राइब गरिदिनु। हजुरको काम चाहिँ हजुरलाई अब म के भन्दिन, हजुरले भिडियो हेर्नुस्, भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गरिदिनुस् त्यति भन्छु। र आजको सुस्तानको माहौल अरु के अब म हजुरलाई देखाउने छु। अब यता चाहिँ गेट रहेको छ, मैले वहाँटै इन्ट्रो सुरु गरेको छु। अब त्यसपछि अगाडि गए है। अब म घरभित्र एन्ट्री गर्न गइरहेको छु। भन्नाले अब जे भने भनौँ हैन, अब पूजा हुने ठाउँमा के। अब त्यसपछि यहाँ चाहिँ ठुलो हुन्छ है। अब म हजुरलाई आफ्नो फ्यामिली कस्तो देखिनु भएको छ त्यो देखाउँछु। मेरो मामु मेरो दिदी, वहाँ चाहिँ दादा र बाबा पूजा गरिराख्नु भएको छ। र यहाँ चाहिँ सबै आमाहरू बाहरू बसिराख्नु भएको छ। हजुरले फुल दिएर अब यो चाहिँ हाम्रो किचन रहेको छ। अनि त्यसपछि हामीले अब किचनमा यसलाई पनि युज गरिरहेका छौँ। मेन किचन त त्यही भयो हैन। अब त्यसपछि अब चाहिँ म तपाईलाई भोज कस्तो रहेको छ देखाउने छु। यहाँ चाहिँ म फेरि आउनेवाला छु किनभने मैले आज व्रत लिएको छु। मलाई बेलपत्र चढाउन निकै मन लागिरहेको थियो, त्यही भएर मैले व्रत लिएको छु। अब बेलपत्र चढाउँछु, त्यसपछि मैले खानु हुन्छ। अनि त्यसपछि उहाँ कुरा गर्दै हुनुहुन्छ है। अनि त्यसपछि अब भोज देखाउँछु तपाईलाई। अब तपाई हजुरहरुलाई हैन, बाबज्जे साथीहरुलाई साथीहरु उहाँ हेर्नुस् त त्यो कुकुर हो, त्यो कुकुर छ नि, त्यो कुकुरले मेरो बिरालोलाई हेर्यो। अब त्यो बिरालोलाई हेरेपछि मैले बिरालो टिप्न गएँ, बिरालो पनि रिसाइरहेको थियो क्या। अब त्यो बिरालोलाई टिप्न गएँ, बिरालोले चाहिँ आफ्नो रिस चाहिँ मैमा पोख्यो क्या। भन्नाले अब त्यसले अब त्यो कुकुर देखेपछि उता लिएर गइरहेको थिएँ मैले। अब त्यसपछि त्यसलाई चाहिँ अब मलाई कोतार्यो हैन। अब डाम पार्दै थियो। अब कसरी देखाउँ है। अब क्यामेरा प्रब्लम छ, मेरो मोबाइलबाट खिच्नु परिरहेको छ। अनि यस्तै छ। अब म हजुरलाई एकछिनमा भोज देखाउने छु ल।